नमस्कार, म शोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। आज कानून दिवस। सम्पूर्ण नागरिकहरूमा कानून दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। न्यायशास्त्रको महत्त्वपूर्ण सिद्धान्तहरूमध्ये इग्नोरेन्स अफ ल इज नट एन एक्सक्युज, कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने छ। तर नागरिकले कानून नबुझेसम्म कुनै पनि कानून व्यवहारमा लागू गर्न कठिन हुन्छ। त्यसैले विद्यमान कानूनबारे नागरिकलाई जानकारी गराउनु हाम्रो पहिलो प्राथमिकता हो। यस वर्ष कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून तर्जुमा प्रक्रियामा दुईटा आधारभूत अवधारणालाई केन्द्रमा राखेर काम गर्दछ। पहिलो, नो योर ल, आफ्नो देशको कानूनबारे थाहा पाउनुहोस्। दोस्रो, मेक योर ओन ल, त्यसमा कस्तो कानून बनोस् भन्ने चाहना छ, तपाईँ आफ्नो कानून आफै बनाउनुहोस्। जनताले कानूनबारे थाहा पाएको खण्डमा मात्रै नराम्रो र अव्यवहारिक कानूनहरू खारेज गरेर नयाँ र राम्रा कानूनहरू ल्याउन सकिन्छ भन्नेमा हामी एकदमै स्पष्ट छौँ। कानुनी सचेतना विस्तार गर्न हामी क्रमशः विभिन्न कार्यक्रमहरू पहलहरू गर्दै जाने नै छौँ र आज कानून दिवसको अवसरमा पनि जनतालाई कानूनबारे जनचेतना फैलाउँदै कानून निर्माणमा जोड्न हामीले एउटा नयाँ प्लेटफर्म सुरु गर्ने घोषणा गर्दछौँ। छिट्टै सार्वजनिक गर्ने तयारी पनि गरिरहेका छौँ। यस प्लेटफर्म मार्फत तपाईँले मन्त्रालयले कानून बनाउने क्रममा तयार पारेका मस्यौदाहरू पढ्न सक्नुहुन्छ। विद्यमान कानूनी व्यवस्थाहरूबारे पनि पढ्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ र आफ्ना सुझावहरू पनि स्वतन्त्र रूपमा तपाईँकै भाषा र भावमा दिन सक्नुहुन्छ। कतिपय अवस्थामा विद्यमान कानूनमा के छ भन्ने थाहा नै नभएर पनि सुझावहरू आइरहेका हुन्छौँ, दिने प्रवृत्ति पनि हुन्छ। हामीले सिस्टममा यस्तो व्यवस्था गर्ने तयारी गरेका छौँ कि सुझाव दिनु अघि तपाईँले सम्बन्धित कानुनी प्रावधान पढेको घोषणा गर्नुपर्छ। नपढ्नु भए पनि सम्बन्धित कानुन चाहिँ उपलब्ध गराउने व्यवस्था गर्छौँ। तपाईँले कानुन पढेपछि मात्रै सुझाव दिन सक्नुहुन्छ। यहाँबाट प्राप्त सुझावहरूलाई हामी सङ्कलन गर्छौँ र थप अध्ययन गरी कानुन लेखनको ढाँचामा रूपान्तरण गर्छौँ। नागरिकहरूलाई कानुन निर्माणको प्रक्रियामा जोड्ने र कानुनी सचेतना फैलाउने यो हाम्रो सानो प्रयास हो। यसले नागरिकहरूलाई कानुन बुझ्न र आफ्नै भाषामा कानुन निर्माणमा सहभागी हुनको लागि उत्प्रेरित गर्छ भन्ने कुरामा विश्वास राखेका छौँ। फेरि पनि सबैलाई कानुन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।